हाई दिस इज प्रशान्त। ब्ल्याङ्कसम्म कसरी रजिस्टर गर्ने र कसरी ब्ल्याङ्कसरलाई चाहिँ सेटअप गर्ने भनेर सोचिरहनु भएको छ। म यो भिडियो सिरिजमा हजुरलाई ब्ल्याङ्कसम्म कसरी रजिस्टर गर्ने, ब्ल्याङ्कसर कसरी सेटअप गर्ने र ब्ल्याङ्कसरबाट हजुरको बिजनेसको लागि एउटा फुल्ली फङ्सनल ई कमर्स वेबसाइट कसरी लन्च गर्ने भनेर देखाउन लाग्दैछु। सो भिडियो सुरु गरौँ है त। ब्ल्याङ्कसम्म हजुरले आफ्नो बिजनेसलाई रजिस्टर गर्नको लागि चाहिँ सुरुमा ब्ल्याङ्कसर.com मा जानुहोस्। यो हो हाम्रो ब्ल्याङ्कसरको अफिसियल वेबसाइट जसबाट चाहिँ हजुरले रजिस्टर गर्न सक्नुहुन्छ। ब्ल्याङ्कसम्म रजिस्टर गर्नको लागि चाहिँ हजुरले यो राइट साइडको टपमा एउटा बटन देख्नुहुन्छ रजिस्टर भन्ने, त्यहाँ क्लिक गर्नुहोस्। यहाँ हजुरले स्टोर नेम राख्ने म समय इलेक्ट्रोनिक्स भनेर राख्दैछु। त्यस पछाडि हजुरको फुल नेम राख्ने म श्याम श्रेष्ठ भनेर राख्दैछु। यहाँनिर फोन नम्बर राख्ने, त्यसपछि साइन अप विथ गुगलमा क्लिक गर्ने। यो आइडी पासवर्ड बनाउने केही पनि छैन, साइन अप विथ गुगल गर्ने बित्तिकै हजुरको स्टोर चाहिँ बन्छ। अनि यहाँनिर हजुरले सब्सक्रिप्सन प्याकेज कुन लिनुहुन्छ भनेर अप्सन देखाउँछ, बेसिक, प्रिमियम र प्लाटिनम। हामीसँग तीनवटा प्याकेज छ। हजुरलाई आफ्नो बिजनेसलाई सुटेबल हुने खालको कुन प्याकेज ठिक हुन्छ त्यो हजुरले हेरेर सब्सक्राइब गर्न सक्नुहुन्छ। बेसिक प्लानको चाहिँ 24,000 हो, प्रिमियमको 28,000 र प्लाटिनमको चाहिँ 48,000 हो। बेसिकमा 10,000 सम्म अर्डर लिन सकिन्छ भने प्रिमियममा 30,000 सम्म र प्लाटिनममा चाहिँ अनलिमिटेड अर्डर लिन सकिन्छ। हजुरले प्लाटिनममा 5,000 सम्म प्रडक्ट चाहिँ अपलोड गर्न सक्नुहुन्छ। प्लाटिनमको सबसे मेन फरक भनेको चाहिँ हजुरले टेक सपोर्ट चाहिँ एकदमै राम्रो पाउनुहुन्छ। हजुरलाई कुनै फिचर बनाउन मन छ, हामी प्रायोरिटीमा राखेर बनाइदिन्छौँ। हजुरको प्लेटफर्म अरू कुनै सर्भिससँग इन्टिग्रेट गर्नुपर्ने छ, हामी त्यो पनि गरिदिन्छौँ। तर ब्ल्याङ्कसर सुरुमै चलाउनको लागि चाहिँ पैसा तिर्न पर्दैन। हाम्रो 15 डेज फ्री ट्रायल छ। सो 15 दिनको लागि चाहिँ हजुरले फ्रीमा चलाउन सक्नुहुन्छ र यो प्लेटफर्म चाहिँ हजुरको लागि हो कि होइन त भनेर आफैले नै चेक गर्न सक्नुहुन्छ। 15 डेज फ्री ट्रायल लिइसकेपछि चाहिँ हजुरले यहाँ ड्यासबोर्ड हेर्न सक्नुहुन्छ। हजुरले एभ्रिथिङ कस्टमाइजेसनदेखि लिएर स्टोर सेटअपदेखि लिएर हजुरको बिजनेस अपरेसन चाहिँ सबै यही ठाउँदेखि नै म्यानेज गर्ने हो। यो टप राइट कर्नरमा हजुरले गो टु योर वेबसाइट भनेको देख्न सक्नुहुन्छ। त्यहाँ क्लिक गर्नुभयो भने चाहिँ हजुरको वेबसाइट देखाउँछ। अर्को अप्सन चाहिँ हजुरले यहाँबाट पनि हजुरको वेबसाइटको लिङ्क चाहिँ भेटाउन सक्नुहुन्छ। यहाँ लन्च क्लिक गर्यो भने हजुरको वेबसाइट लन्च हुन्छ। अहिले त पुरै खाली छ किनभने अहिलेसम्म हामीले केही गरेको नै छैनौँ हाम्रो वेबसाइटमा। सो यो चाहिँ भयो ब्ल्याङ्कसरमा कसरी रजिस्टर गर्ने भन्ने प्रोसेस। अब नेक्स्ट भिडियोमा हामी हाम्रो ब्ल्याङ्कसर स्टोरलाई चाहिँ कसरी सेटअप गर्ने भन्ने कुराहरू बुझ्छौँ।